यहाँ त खालि जित्ने आउने अनि फेरि त्यो क्षेत्रमा कहिले नजाने केही विकास नगर्ने अनि आफूहरू मात्रै काठमाडौँ सहरमा बस्ने त्यस्तो खालको ट्रेन्डिङ छ नि नेपालमा। वास्तवमा चाहिँ मैले के जोड्न चाहेँ भने नि अब हामीले चाहिँ विज्ञसँग काम गर्न पनि सिक्नुपर्छ क्या। हामी सबैले त्यो विज्ञता हासिल गरेको हुँदैन। म एक किसिमको विज्ञता छु र मलाई व्यावसायिक ज्ञान छ, तर त्यो मात्रले नै पुग्दैन। जनताको प्रश्न धेरै थरीका हुन्छन्, त्यसको उत्तर दिनलाई हामी एक्लैले सम्भव हुँदैन। अब चाहिँ हाम्रो नेतृत्वले भनौँ न कुनै पार्टीको अब हामी चुनाव जित्छौँ, जान्छौँ, कतिपय लालछना लाग्छ, फर्केरै आउँदैन भने मैले के अनुभव गरेँ भने यो क्रममा चाहिँ जिल्ला बसाइको क्रममा किन हामी त विज्ञहरूसँग बस्दै बस्दैछौँ क्या। केही झुन्डसँग मात्रै बसिदिन्छौँ क्या। त्यो झुन्डले तपाईँलाई के देखाइन्छ भने तपाईँको जिल्ला त साह्रै सुगम छ,